म चाहिँ ग्यासमा पकाउन अलिक खासै मिठो लाग्दैन ग्यासको खाना। सिर्फ चिया पकाउन यता दाल साल पकाउन अनि आतुर भएको बेला मात्रै पकाउँछु म चाहिँ ग्यासमा है खाना। नत्र भने आरामसित बसेर बेलुकाको खाना चाहिँ म चुलोमै पकाउन मलाई राम्रो लाग्छ। तर अब गर्मी दिन आउँदैछ, गर्मी दिनमा त सायद सकिन्न पनि चुलोमा पकाउन खाना। अनि त्यसपछि मैले चाहिँ यता तरकारी ओइरेर पनि नुन बेसारहरू हालेँ अनि एकछिनसम्म चलाएर भुटेँ है। अनि एकछिनमा हल्का तरकारीहरू गलेपछि चाहिँ मैले मसला हाल्छु। अनि त्यसपछि मसला हालेँ अनि मसलामा चाहिँ मैले टिमुर अनि त्यसपछि लसुन, धनियाँ, जिरा, खुर्सानी त्यो चाहिँ पिसेर हाल्छु। किनभने फर्सीमा एकदम टिमुर राम्रो हुन्छ कि एकदम स्वाद दिन्छ त्यो टिमुरले चाहिँ। अनि एकछिनसम्म पाकेपछि मैले टमाटर पनि हालेँ अनि टमाटर हालेर पाकिसकेपछि ग्रेभी बनाएँ हल्का झोल। अनि मैले चाहिँ लामो भिडियो बनाउन सकिनँ, खाना खाएको चाहिँ लामो भिडियो भयो नि त त्यही भएर।